रेकर्ड भयो बोल नि त नि अरे भयो वेलकम टू माई च्यानल टु ब्लग है ल गाइज वेलकम टु आवर ब्लग है हाम्रो भनौँ न अनि हामी जाँदैछौँ दूर दूर ल अब सुरु भयो हाम्रो दूर दूरको राइड लाइसेन्स र ब्लू बुक चाहिँ लिनै पर्छ केटा हो दूर दूर जान्दा हो हाम्रो बुलेट हाम्रो के हो त्यो यसको नामै आउँदैन यार अनि दुईजना चाहिँ पेट्रोल पम्प पुगिसक्यो होला सायद अहिले ए हो कि होइन एक टोली त पेट्रोल पम्प पुगिसक्यो जस्तो ए पेट्रोल पम्प होइन रहेछ यहीँ बसेर रहेछ केटाहरू के भयो अब हामी जाँदैछौँ अहिलेको लागि चाहिँ पेट्रोल पम्प जाँदैछौँ तेल हाल्न पर्यो त छिर्छ आफू लाइनमा अनलाइन हो साँच्चै यार बिर्सिरह्यो ल गाइस अब हामी जाँदैछौँ दूर दूर जाने बाटो थाहा छैन त्यही भएर केटाहरूलाई पछाडि बस्छ भनेको यो हो भन्सार छिर्ने पुल यहाँबाट ठाडै माथि गएपछि भन्सार आइपुग्छ भन्सारमा चेकिङ हुन्छ होइन केटाहरूले अब ब्लू बुकहरू लिएर आएन है सब रेडी होला नि केटाहरूसँग त मसँग त छ त्यही भएर म त ढुक्कै हो होइन Let's see how it goes, baby. Vansaar आइपुग्यो आज दसैँ सबैतिर मासु काटिरह जस्तै कि अघि भने गाइज होइन वेलकम टु माई भ्लग वन्स मोर होइन अनि हामी जाँदैछौँ दूर दूर ल गाइज लाग्यो अब बाटो कस्तो हो त थाहा छ मलाई होइन तर उस चाहिँ थाहा छैन कि पुलिसहरू कहाँ बस्छ त्यो कुरा थाहा छैन मलाई त्यही भएर बडी बढाउने कुरा आउँदैन बाटो नि राम्रै थियो अस्ति जाँदाखेरि त अब अस्ति चाहिँ जिपमा गएको त्यही भएर त्यस्तो डिफरेन्स भेटिनँ होइन अब यसपालि चाहिँ बाइकमा हुँदाखेरि कस्तो हुन्छ भन्ने कुरा हो लेट्स सी हाउ इट गोज बेबी च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला ओ समीर पाठ म सँगसँगै हिँड है मलाई बाटो थाहा छैन फेरि म त कता जान्छु फेरि भेटाउनै सकेँ होइन त भानु केटाहरू बाटो नचिनेर उस गरे क्या मेरो त अहिले पहिला 80मा हल्लिन्थ्यो अहिले त 60मै हल्लिन सुरु भएको के त्यही जाउ भएको के यता त राम्रो बनाएछ त दामी क्या हेर्दा पनि मजा आउने भ्यू हामी चाहिँ स्कुटरसँगै हिँड्यो होइन किनभने उसको स्कुटर त कुद्छ तर मेरो कुद्दैन क्या केटाहरू चिलमा हिँडेको हो त्यति हो कुरो अब म चाहिँ बाटो थाहा नभएपछि यस्तो हुन्छ यार म त सिनहरू हेर्दै हिँड्छु
यस्तो सिनहरू हेर्दै हिँड्यो अनि बाटो हेरेन अनि बाटो कुनै कुनै ठाउँमा त अलिकति बिग्रेको रहेछ कि त्यो चाहिँ गाह्रो पर्यो चेन लुज भयो जस्तो त्यो चेन्ज पकेटमा त्यो टक 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 गरेर ठोकेको आवाज आयो क्या हुन्छ यार चेन लुज भयो यत्तिकै हिँड्न कतिमा होइन म खास केटाहरू पछाडिए भयो भनेर बिस्तारै हिँड्न ला हो अहिलेसम्म देखिया होइन त्यहाँ त्यही भएर केटाहरूले हेर्ने चक्करमा यता कुन बाटो गयो त्यो पनि नहेरिरहेको मजा यार स्कुटरको पछाडि हिँड्नुको फाइदा के हुन्छ नि त स्कुटरको त टायर सानो हुन्छ नि त अनि त्यही भएर उनीहरू चिल्लो बाटो हिँड्नु खोज्छ होइन सकेसम्म अनि त्यो बाटोमा बाइक गयो भने झन् चिल पाराको हुन्छ क्या आनन्द होला यस्तो दामी एरिया देखिने ठाउँ रहेछ एरिया यो बाटो दौड्दो जाने बाटो अभियसली अलिकति बाटो बन्दै छ बाटो बन्दै छ उता माथि त्यहाँ उसो हालेको देखिरहेको थिएँ मैले होइन ग्राभेल हाल्नु लगाएको देखेको थिएँ अब त्यही हिसाबले त बाटो बन्दै नै होला भन्ने सोच्छु म होइन नत्र त यति बबाल छ ठाउँ चाहिँ मलाई हुन्छ नि गाउँहरूको भाइब्स के छुट्टैको त्यो आनन्दको बाटो दामी त्यस्तै चिल भाइब्स जस्तो कतिवटा फेरि सँगसँगै लानु खोज्नुहुन्न है किनभने बाटो राम्रो छैन अनि एउटाले चिप्लेर यतापट्टि फर्काउनु खोज्दाखेरि अर्कोलाई पऱ्यो भने झ्याउँछ क्या त्यही भएर त्यो कुरा चाहिँ एकदम ख्याल गर्नुपर्छ बढी स्पिड चलाउने कुरो पनि आएन होइन कति बाटो ढुङ्गाले कता फालिदिन्छ थाहै हुन्न क्या घुम्टीमा ढुङ्गा त्यो उस भयो क्या बन्छ होला यार बनाउँदैछ बुलेटले खतरा तान्छ नि यार 2 भन्दा माथि जान मन लाग्छ तर बाटो अचानक कच्ची आइदियो भने जा हुन्छ भनेर क्या ढुङ्गा भएको आइदियो भने जा हुन्छ अनि यो पात धेरै भएको ठाउँमा पनि अलिक ख्याल गर्नुपर्छ पात चिप्लो हुन्छ रातो माटो रहेछ एकदम ख्याल गरेर चलाउनुपर्छ रातो माटोमा त पानी परे छैन त्यही पनि रातो माटोमा के हुन्छ भन्दा कुनै ठाउँमा चाहिँ माटो मात्र जम्मा भएर बस्यो हुन्छ फुस्स भइदिन्छ अनि हो त्यो फुस्सले नै फुस्स पारिदिन्छ कि अनि त्यही भएर त्यो चाहिँ ख्याल गर्नुपर्छ बाटो चिरेको रहेछ त्यो झ्याउने भयो हाम्रो गाउँ जाने बाटो भन्दा त ठिकै होइन हाम्रो गाउँ जाने बाटो जस्तै रहेछ लगभग किनभने हाम्रो बाटो नि बन्दैछ बनाउँदैछ स्कुटरलाई भेट्छ भने त भेटिहाल्यो सानो दुलोले नि यहाँ त धेरै असर पार्छ एकदम ख्याल गर्नुपर्छ कसले आगो लगाएको हुन त बाटो उस हुन्छ होइन क्लियर हुन्छ आगोले तर डर के हुन्छ भन्दा पुरै सब सुक्यो नि त अनि त्यो डर हुन्छ कि आगो लागि हुन्छ कि अनि
त्यो माथि पातले सबै बाटो छेक्दै पातले बाटो छेकेपछि प्रब्लम के हुन्छ भन्दा देखिन्न नि त त्यहाँ मुनि के छ भनेर कहिलेकाहीँ त त्यहाँ बाटै नहुन सक्छ पातले पुरै भोरेर राखिदिएको हुनसक्छ त्यस्तो दुलोमा घप्पै छिर्यो भने त तनाव हुन्छ नि त त्यही भएर एकदम ख्याल गर्नुपर्छ त्यो कुरा चाहिँ अझै मुनि खस्यो गा जस्तो भयो ओके खुल्ला एरियाबाट उकालो एरिया सब छेकिएको डाँडा काँडामा आइपुग्यो अघि त्यो जङ्गल कटेपछि हाई पावर बाइक्सहरू माथि गइसकेको छ बुलेट चाहिँ हाम्रो पछाडि किन बसेको भन्दा हामीले बाटो चिनेको छैन नि त अनि त्यही भएर हामीलाई सपोर्टको लागि बस्नु भयो पछाडि होइन अब त्यसरी हो यस्तो हुन्छ यो टिमवर्क भनेको चाहिँ यस्तो हुन्छ अब जसले बाटो थाहा छ उनीहरू त गइहाल्छ होइन सर गइहाल्यो नि त अगाडि बाटो थाहा हुनेहरू त हामी बाटो थाहा नहुनेहरू पछाडि पऱ्यो अनि जहाँ हुन्छ नि त फेरि हामी कतै अर्को रङ साइड गइदियो नि हामी त बाटो देखाउनलाई पो पछाडि बस्नु भएको त यहाँ मन्दिर पनि रहेछ 3 गियरमा चाहिँ मिठो चला जस्तो भयो अनि त्यसपछि 2 गियर चाहिँ गाएन कि राम्रो मतलब ढ्याँ गरेर करा जस्तो भयो कि केटाहरू अब यहाँ पर्खिएछ अब सायद अब गाडीमा जाने होला अब हेरौँ के हुन्छ आई लभ द टिटेटर गाइस धुलो खाइनी भयो अब यता बाटो चाहिँ अलिकति कच्ची रहेछ एकछिन फोकस हट्नु भएन फोकस हट्यो भने त्यो हुन्छ त्यहाँबाट कता हो ए यार केटा ढुलो उडा के होला त्यही भएर अलिक पछाडि हिँड्नु खोज्यो फेरि उनीहरू पनि बाटो नचिनेर रोके गरे कि यो ठाउँको नाम के हो पहिलोचोटि आयो कि म त अघि भर्खरको ए अब चाहिँ गैरी गाउँ सुरु भयो के हो यो पेन्ट खसाइ क्या ए हाम्रो गाउँ जाने बाटो भन्दा खतम रहेछ त बनाउँदै हो अहिले बल्ल यो बाटो के पहिल्यैबाट उता त अलि राम्रै थियो सबै यस्तै हो अरू चाहिँ यहाँबाट कता मुनि हो कता केटाहरू कता त्यो भाग मात्र अलिकति खतम रहेछ है
यता त ठिकै हो भन्नुपर्छ यतिको त गाउँघरतिरको बाटो कहाँ सबै राम्रो खोजेर त कहाँ पाउँछ र ए यताबाट माथि हो इदै हो मान्छेहरू तीनजना त तान्दैन मेरो बाइकले भन्नु न तान्दैन क्या बाइकले कहाँ यस्तो बुढो बाइक छ अनि अहिले भुग्लुको लड्यो भने हेलो जाम न त माथि हाय बाई छोडिसके थिएँ यस्तो गऱ्यो आज दसैँ भएर होला सबैजना आएको होइन के को मेला त्यही सोध्न लाथेँ मैले पनि चैते दसैँ मेला हो सही कुरा भने चैते दसैँ मेला हो ल अनिल केही भन्नु छ थाके यार हेलो बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ ओहो त्यहाँ त एउटा प्रोग्रामै पिङ पनि रहेछ नि त त्यस्तो कम लिमिट त छैन त्यसको है खोइ त अनि केटाहरू कता गयो त कतिको रमाइलो भए बहुत गर्मी गर्मी भए है इला ओहले कि डिजे ओहरमा ओहले तन्नेर त हाम्रो यहाँ गुजा भयो भयो बिल्ला हुन्छ यार पिङ के खेलिराख्ने यार पिङ है बच्चा जस्तो सिसा खेल्दै भयो नि बच्चाहरू जस्तो प्रवीण केही भन्नु छ हेलो वेलकम टु आवर ब्लग सब्सक्राइब ए 0.6 ओहो ठ्याक्कै ब्लग बनाउने गीत छोरो किने यार वा मिल्यो
मिल्यो